सम्पूर्ण सज्जन महानुभावहरुमा नमस्कार छ। हजुरहरुलाई आज म टोरेन्जा देशको रहस्य के हो र वास्तविकता के हो भन्ने विषयमा तपाईलाई रोचक तथ्य जानकारी गराउन उपस्थित भएको छु। तपाईले टिकटक तिर, युट्युब तिर र फेसबुक तिर देख्नु भएको होला एउटा यस्तो महिला जो विश्वमा नदेखिएको देशबाट आएको दाबी गर्छिन्। उनको पासपोर्टमा लेखिएको थियो टोरेन्जा, तर यो देश त संसारमै छैन। आज हामी बुझ्ने छौं टोरेन्जाको रहस्य र वास्तविकता के हो। भिडियोमा एक महिला जेएफ केनेडी एयरपोर्टमा अमेरिकामा पुग्छिन्। उनी आफ्नो पासपोर्ट देखाउँछिन् र इमिग्रेसन अधिकारी अचम्मित पर्छन्, किनभने उनको देशको नाम टोरेन्जा लेखिएको हुन्छ। कहीं पनि त्यो देशको नाम भेटिदैन, न नक्सामा न संयुक्त राष्ट्र संघको सूचीमा। र यो भिडियोको वास्तविकता के हो त? तथ्य जाँच गरेर हेर्दाखेरि फरक देखिन्छ। कुनै पनि सरकारी रेकर्ड छैन यस विषयमा, कुनै पनि आधिकारिक समाचार रिपोर्टहरुमा पनि उल्लेखित छैन र सरकारी आधिकारिक पोर्टलहरुमा पनि यसको बारेमा केही पनि उल्लेखित छैन। यसबाट यो पुष्टि हुन्छ कि यो एआई वा डिजिटल एडिटिङबाट बनेको एउटा फेक भिडियो हो, किनकि यस्तै खाले कथा एक पुरानो उर्बान लेजेन्डसँग पनि मिल्छ। सन् 1950 तिरको दशकमा द म्यान फ्रम टोरेन्जा जस्तै मिल्ने द म्यान फ्रम टोरेट भन्ने कथा चर्चित थियो कुनै बेला, जसमा एउटा मानिस पनि नभएको देशबाट आएको भनिएको थियो। अब आउँ यो किन भाइरल भइरहेको छ। मानिसहरू परापूर्व कालदेखि नै रहस्य मन पराउँदछन्। अज्ञात, अनौठो, असम्भव कुरा सुन्दा जिज्ञासा बढ्छ।